हेलो एभ्रिवान, आज मैले फेरि मेरो गार्डनको भिडियो लिएर आएको छु। यहाँ हेर्नुहोस् न, मेरो चाहिँ यो डालिया बारी हो र यहाँ चाहिँ बेसी नै पातै भयो। फुलभन्दा पनि धेरै चाहिँ पात हाँगा बेसी भएर म चाहिँ आज यसलाई सफा गर्न आँट्दैछु। यहाँ हेर्नुहोस् न, सबै म यो नचाहिने हाँगाहरूलाई चाहिँ निकालेर फ्याँक्दैछु। फुल चाहिँ छैन, हाँगै बेसी भएर यता पसिन सक्नु भयो फुलबारीमा र म चाहिँ आज सफा पार्दैछु। यसो पसौँ भन्नु पनि नै झार जङ्गल नै बेसी भयो र पानी हाल्न पनि पस्न सकिएन, त्यही भएर म चाहिँ यता सफा खुल्ला बनाउँदैछु। आज सबै यसरी नै डालियाका सुकेका पत्ताहरू निकालेर हाँगासागा भाँचेर मैले यता सफा बनाएर आज चाहिँ सबै फुलबारीमा गर्छु भनेर म यता पसेँ र यसरी सबै निकालेर मैले यो फुललाई यसरी डोरी लगाएर यहाँ बाँधिदिएँ र मैले यो फुलिसकेको फुललाई पनि सबै काटकुट पारेर निकालिदिएँ र फुल्न आँटेको फुलहरूलाई मात्रै मैले छोडिदिएँ र फुलिसकेको फुलहरूलाई चाहिँ यसरी फुल निकाल्नुपर्छ। त्यसै गरी मैले सबै फुलहरूलाई पनि यसरी नै गर्दैछु। आज सबै फुलहरूलाई यसरी गरेर बाँध्दै सबै गार्डनको मैले यसरी नै गरिसकेँ र यो फुललाई पनि मैले यसरी नै गरेर यहाँ हेर्नुहोस् त अहिले कति सफा भयो। अघि पसि नसक्नु थियो र अहिले कति खुल्ला भयो। अहिले पानी हाल्न पस्दा पनि राम्रो हुन्छ, सजिलो हुन्छ भनेर मैले सफा पारेँ आज। र मेरो यो फुल चाहिँ हेर्नु न, बिकज कति राम्रो फुलिरहेको छ।